त्यसै गरी मन्दिरहरू चाहिँ धेरै छ साडी किन्दा है एउटामा चाहिँ लास्टै धेरै जस्तो लाग्छ कि एकदम धेरै जस्तो हेर्नु नि त्यहाँ ताल गरिबरी एकदम धेरै जस्तो लाग्छ कि अनि यहाँ घरहरू चाहिँ एकदम धेरै थोरै छन् कि धेरै छैनन् कि एकदम थोरै छ ठाउँ ठाउँमा देखिन्छ तर यो रिसोर्ट एरियाहरू हो क्या त्यही भएर यहाँ चाहिँ मान्छेहरू घुम्न मात्र आउने उनी गर्छन् होइन तर खासै घरहरू चाहिँ छैन कि किनभने यो जङ्गलको बिचमा छ यो रिसोर्टहरू पनि ठाउँ ठाउँमा छ कतै कतै छ होइन एकदम धेरै जङ्गल अनि त्यसै गरी यहाँ देख्न सक्नुहुन्छ होइन अनि जङ्गल अनि यस्तो तालहरू चाहिँ धेरै छ क्या अनि यहाँ चाहिँ एकदम पुसमाको जस्तो एकदम धेरै चिसोहरू लाग्ने गर्छ कि यहाँ चाहिँ चाड गर्मी भनेर त्यस्तो धेरै गर्मी चाहिँ हुँदैन कि गर्मी नै हुँदैन भने नि भयो एकदम धेरै जाडो हुन्छ नखाने पुसमातिर त झन् यतातिर हिउँ पनि पर्छ भनेपछि हामी पनि फर्स्ट टाइम हो यहाँ कहिले सिगाचुरमा होइन गोगाचुको अन्तिममा आएको यहाँ बस्नलाई बानी पर्दैछ बिस्तारै बिस्तारै बानी पर्छ होला भन्ने आशा राखेको छु त्यही हो त्यो ताल सक्यो होइन अब यहाँ चाहिँ जङ्गल स्टार्ट भयो क्या ताल सकेर तालहरू चाहिँ एकदम 4-5वटै तालहरू छ चाहिँ यता कस्तो धेरै जस्तो बस पार्किङ एरियाहरू धेरै जस्तो लाग्यो दिउँसै जस्तो लाग्छ हो कस्तो ठाउँ हो यो त समय लाग्छ त टुरिस्ट एरियाहरू चाहिँ रिसोर्टहरू मात्र हो कि केही पनि छैन कहाँ धेरै ठाउँतिर मान्छेहरू चाहिँ सिटीबाट चाहिँ मान्छेहरू चाहिँ यहाँ घुम्न आउने गर्छ यस रेस्टुरेन्टमा इन्ट्रेस्ट चाहिँ पर्दैन लाग्छ माइन्ड फ्रेस गर्नलाई कहिले काहीँ आउन चाहिँ ठिक हो कि म चाहिँ सधैँभरि त हो सामान किन्न जानु लागेको कि सामान किन्न कहाँ टाढा टोक्यो नजिक पुग्नुपर्छ